रहेछ नि ओ ए गाइस यो भ्यू चाहिँ बवाल बवाल गाइस हेलो आयो अझै जानु छ हामीलाई अझै रहेछ भिडौँला हामी त कसम स्वर्गमै आयौँ क्या है है स्वर्ग भन्दा नि बवाल ठाउँ आइछौँ है गाइस त्यहाँ हिमालहरू यहाँ स्वर्ग स्वर्ग त यो हो क्या गाइस यस्तो खुल्दैछ नि हिमाल यस्तो एक्साइटेड छ नि आमा बवाल देख्दा त भ्यू देख्दा त उफ्रिदिउँ कि के हो के छ केटाहरूको हालत अहिले चाहिँ कस्तो भइरहेको छ ट्रेकिङ यत्रा दुःख सुख गरेर आएको छ भुल्ली अनि यो दिवेश त्यो एउटा वाला छ नि त्यो पुरा त हिमालय तानेको वाला भिडियो त्यो बनाउँला तपाईँको हालत चाहिँ कस्तो भइरहेको छ वाउ तपाईँ चाहिँ डेन्जर रहेछ त यार केही छैन क्या हामी यहाँ जस्ट भ्यू मात्र नो कन्ट्याक्ट कसैसँग कन्ट्याक्ट छैन हामी आम्मामा यो देख्दा त लोभै लाग्ने यार कस्तो भयो त यहाँसम्मको यात्रा हिमाल देख्न पाइन्छ भने लास्ट त झन् टाढो डाँडै डाँडो रहेछ सकिन्छ तपाईँको हिमाल देख्दैन त तपाईँको हालत मेरो त यस्तै छ सधैँ यहीँ बसिराख्ने बानी उहाँ घोडा उहाँ छन् घोडा अनि सब ढाकेकै हिमाल त यार अघि देखेको थियो अहिले त सबै ढाकिदियो यार यस्तो कुहिरो लाग्दैछ सबैतिर यस्तो बवाल छ त भ्यू त अनि जति उकालो काट्यो झन् त्यति जति उकालो गर्दा त्यति डाँडा आउँछन् हामी त लास्ट पोइन्ट यही होला भनेर हामी यहाँ आएको लास्ट टाइम यहाँदेखि नि यत्रो ठाउँहरू छ अब फर्किन्छौँ हामी खासै राम्रो भ्यू पनि राम्रो त के नराम्रो भन्नु यस्तो बवाल ठाउँलाई होइन यो हिमाल खुल्दियो भने चाहिँ हामीलाई बवाल हुन्थ्यो तर हिमाल खुलेन होइन सो त्यो शब्द शब्द सँगलेर भन्छु तिमीलाई मुटुका हरे हाम्रो चाहिँ यहाँ सब भइसकेको छ अवस्था बवाल भ्यू हिमाल खुलेन अब सायद चलिदिनु पर्छ हामी चार्ज पुग्दैन क्या मलाई बनाउँदै जानु अहिले यहाँबाट निस्किन लागेको है भ्यू चाहिँ अब खुलेन यहाँभन्दा अनि यी केटाहरू नि आउँदैछ अहिले चाहिँ घुँडो दुखिरहेछ है अहिले चाहिँ चिसो भएर पनि होला धेरै हिँडेर पनि होला अब चाहिँ राम्रो भ्यू बवाल हो यो ठाउँ चाहिँ अझ एकचोटि दामी तरिकाले आउनुपर्छ होइन ढक्क यो ठाउँ चाहिँ आउनै पर्ने ठाउँ रहेछ क्या अझ यो भन्दा नि यो फुल फुल्ने सिजनमा है कुन टपमा टपमा हामी गएको चाहिँ यो माथिको टप हो यो टपमा चाहिँ आउनु होला तपाईँहरू होइन त्यो ढुङ्गा देखेको टपमा हामी गएको चाहिँ यस्तो छ क्या भ्यूहरू चाहिँ यहाँ स्ट्रगल जति गरिन्छ नि त्यति राम्रो भ्यू छ क्या यता तपाईँहरू आउन चाहनुहुन्छ भने आउनु होला यो होइन यो त बढी मालिका हो स्विजरल्यान्ड भन्ने त बढी मालिका भन्दा नि कम छैन यो पनि बवाल छ तर फुल फुलेको सिजनमा झन् बवाल हुन्छ होइन सो चार्ज पनि छैन फोनमा होइन अब चाहिँ हामी
डाइरेक्ट तल धुरपाटन गएर भेटिन्छ होला। हल्का भयो भने चार्ज त राख्नुपर्छ, फोन सोन हान्नु पर्छ, तल गयो भने त नेट चल्छ, माथि नेटै चल्दैन। सो गाइज अब चाहिँ हामी डाइरेक्ट तलै गएर भेटौँला होइन। अब यहाँ गाह्रो नि भइरहेछ, अब यो त्यो हावा हानिरहेछ, अनि अघि बुका लाउँदा सास फेर्न धौ भयो जस्तो भयो, अहिले त भएन। सो अब चाहिँ हामी एकैचोटि हामी अस्ति होइन हामी आएको अस्तिको होटलमा गएपछि भेट्नुपर्छ है त। सिउ हामी माथि गएर पनि आइसक्यौँ होइन। अब नजिक गएर पनि देखाउँछु म। हामी भर्खर माथि के अरे त्यो नाम के अरे होइन माथि त्यो टिकाधारा होइन टिकाधारा गएर नि भ्यू सिउको फोटो खिचेर भिडियो सिडियो बनाएको छु मैले पनि। पक्का एडिट गर्नु टाइम लाग्छ। चार्ज छैन, 8% छ चार्ज। 8% हुँदा हुँदा पनि हामी यहाँ भिडियो बनाइरहेको छ। अनि घोडाहरू यहाँ चलिरहेको छ। हाम्रो गाइजहरू यता छन्। ए असली घोडा यता, असली घोडा हल्का बिरामी छ होइन। अनि यहाँ चाहिँ दामी छ है घोडा चाहिँ, किन थाहा नपर्ने र ल। टक्क लाएर पुरा पारामा चढिरहन्। सो फ्याम ला तेल्नु साथ हामी चाहिँ अहिले धुरपाटन हामी बसेको ठाउँमा आइसकेको छौँ होइन। बसेको ठाउँमा आएर पनि हामी यता यहाँ हल्का यो फुलहरूको लागि फुल लिएको रहेछ, फोटो खिच्नको लागि आएको होइन। फोटो भिडियो खिचिसक्यो। अनि यता चाहिँ घोडाहरू छ है, बवाल टक्क है। भ्यू त धुरपाटनको त बब्बाल छ है गाइस। सबैजना आउनुपर्छ। भर्खर फोन चार्ज गरेर अनि अन गरेर अनि आएको होइन। हाम्रो असली घोडा फेरि उहाँ छ होइन। टक्क लाएर है बवाल छ कि हाम्रो घोडा चाहिँ यहाँ है। फुल्ली मोडिफाई छ। अनि केही गर्नु मिल्छ होइन। सो बाइकहरू पनि 1-2वटा भिडियो गराउँछु म, सर्ट्स हाल्ने। सो त्यही भन्न चाहन्छु। सो अब चाहिँ हामी केही नास्ता गरेर घरको लागि निस्किन्छौँ एकछिनपछि। अब घुमिसक्यो। यता बाक्लो फुल चाहिँ यता रहेछ। घोडाहरू यस्तो दामी यहीँ छ कि मस्त रहेछ है। यताको ऊ चाहिँ बवाल हो के, घोडाहरूलाई केही गर्नु पर्दैन, मस्त चर्न दिने अनि दानासाना दिने बवाल। मान्छेहरू चाहिँ बवाल आउँछ धुरपाटनमा चाहिँ। तपाईँहरू पनि टाढा हुनुहुन्छ भने आउनु होला। सो अहिले होटलमा गएर भेटौँला है त। सो गाइज हामी चाहिँ होटलबाट नास्ता गरेर घरतर्फ लाग्दैछौँ। कति बज्यो? 4 बज्यो। अब 4 बजिसक्यो। अब कति बजी घर पुग्ने, कति बजी बजार पुग्ने थाहा छैन। टक्क अब बजार पुगेर भिडियो बनाएर अनि जानुपर्ने हुन्छ होइन। लाएर होइन। यता चाहिँ घोडाहरू चाहिँ यता। अब यहाँबाट चाहिँ हामी घरतर्फ लाग्नुपर्छ है। टक्क यहाँ धुरपाटन लेखेको चाहिँ यहाँ रहेछ होइन। यहाँ चाहिँ बवाल। सो गाइस त्यही बिचमा अब रोके चाहिँ आउँछ भ्लग, नत्र आउँदैन होइन। हामी चाहिँ अब जाँदैछौँ भएको कारणले। अब चाहिँ यहाँ पेमेन्ट उता तल नेट नचलेको कारणले गर्दा हामी चाहिँ त्यहाँ पे गर्ने भनेको फेरि खै अब हुन्छ कि हुन्न त आएन। सो हामी अब बाटोमा गएर भेट्नु पर्ने हुन्छ है त। 7 बजिसकेको छ होइन। यहाँ खाजा खानको लागि बिहानको 7 होइन बेलुकाको 7 बजिरहेको छ। हेर्न बिहानको भनेको उज्यालो भएको थुत्नु कस्तो छ। सबैजना यहाँ बसिरहेको छ अब खाजा खाएर। अब कति घन्टा लाग्यो थाहा छैन। अब लगभग 2.5 घन्टा 3 घन्टा त लाग्छ हामीलाई घरमा पुग्न। अब यति अब अहिले जाने बेला थियो, चार्ज पनि छैन फोनमा। सो त्यही नै हो है। सो कस्तो भयो त यहाँसम्म आउँदाखेरि? थकान सबको फेसमै थकान छ कि, पछि बस्नेको अघि बस्नेको। कस्तो भयो त? लास्टै गाह्रो भयो यार। कति घन्टा यहाँ आइयो हामी बाइकमा? 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 9 घन्टा बाइकमा जानेर हामी नन स्टप अझ काहीँ नबसिकन। जाँदा नि 9 घन्टा त्यत्रै लाग्यो होला नि।
होइन आज त चार बजी हिँड्नु हामी धेरै वर्ष 4 बजे हामी 4 बजे हिँडेको अनि अहिले कति 1 बजे न 1 बजे अनि 9 घन्टा बाइकमा हिँड्नु छोड्यो थोरै हो यार यहाँ फेरि बाघ देखेर फेरि यहाँ सातो गइन्छ अरे त मलाई घर जानसित डर लागेर म दिनेशले सुत्छु भन्थे आज मरे हाम्रा पारवेश कमेडी देखिन्छ सो गाइस अब त्यही नै हो अब भ्लग स्लग अब भोलि इन्डिङ सिन्डिङ भोलि हुन्छ अब हामी हालत यस्तो छ सबैको हालत मान्छेको बाइकको सबैको हालत एउटै छ